जय मालिका माता, जय ठाकुर, हरि ओम भगवान, जय महादेव स्वामी, कली करुणा काम समृद्धा छ पुनरागमनाय छ। हे परमेश्वर, हमले एक जन्मभूमिमा फुल्टी फुललाई स्वागतै लेखा हम तारै हात गोडाले मधेसबाट यहाँ पुग्यौँ। यही प्रक्रियामा हामीले विभिन्न कुरो देवी देवताका मन्दिरहरूमा पूजा पाठ गर्यौँ। यसै प्रक्रियामा शक्ति स्वरूपिणी माता बोजान आमाका मन्दिरमा हामीले सत्यनारायणको पूजा गर्यौँ। इन प्रक्रियामा हामीले धेरै कामहरू गर्यौँ हैन। इन प्रक्रियामा हामीलाई कामलाई निर्बन्धका साथ बडा शानदार तरिकाले सम्पन्न गरिदिने भएकोमा सबैलाई धन्यवाद छ। भगवान गणेशजीले विघ्नबाट हटाएर काम गर्ने भएको थियो। सबै देवी देवताहरूले प्रसन्न भएर यजमानहरूले, इष्टमित्रहरूले, पण्डितजीहरूले राम्रो गरेर काम गरिदिनु भएको उहाँलाई धेरै धन्यवाद। काम कति बेला चोटको समय निकटमा आउनु अप्ठ्यारो त अप्ठ्यारो हामीले पूजा गर्यौँ। यो पूजा गर्ने प्रक्रियामा मन्त्रहीनम क्रियाहीनम भक्तिहीनम सुरेश्वरी तद्विजतम मया दीपम परिपूर्ण। हे परमेश्वर, हे परमेश्वरी, यो काम गर्दै दौरानमा मन्त्र कम भएमा, श्रद्धा कम भएमा, भावना कम भएमा, समय कम भएमा, विधि कम भएमा, प्रक्रिया कम भएमा, कतिलाई नियुक्त दिनुपर्ने मान्छेहरू छुट्न गएकोमा प्रभु परिपूर्ण भएको मान्दिया। प्रभु हजुरको आशीर्वादले परिपूर्ण भए मान्दिया। परमेश्वर अब खाने बेला भएको अरे आफ्नो आफ्नो स्थानमा सहरी गर्नुपर्छ। हाम्रो लोकता अनुसार अब केही बेलामा हम व्यस्तलाई हुन सक्छौँ। को कन्या गयो भन्ने जानकारी नयाँ हुन सक्छ। कहाँलाई टिका लगाएर गया, प्रसाद लगाएर गया, सकभर भेटघाट गरेको धनलारी हुनुभयो, जानकारी गरेको छोरी तर अब देवतामाले विदाय गर्नुपर्ने बेला भयो। अब हामीले विभिन्न देवी देवताहरूलाई बोलायौँ, कलशलाई बोलायौँ, दिललाई बोलायौँ, आदित्य नवग्रहलाई बोलायौँ, रमा सहित सत्यनारायण भगवानलाई बोलायौँ, अनि विभिन्न देवी देवताका कुल देवताका धामी भनेरहरूलाई बोलायौँ, इष्टमित्रहरूलाई बोलायौँ, पण्डितजीहरूलाई बोलायौँ, मङ्गलगान गर्दै सबैलाई बोलायौँ। अब यही प्रक्रियामा हामीले त भन त अतिथि देवो भव भन्ने हो, देवता बराबर मान्ला भन्ने तरिकाले हामीले बोलायौँ। प्रभु कन्जे देवता जो सम्मान नभए आउन सक्नुहुन्छ, किनभने भने टाढाका मान्छे बे छोरो साधन कम भए आउन सक्नुहुन्छ। मौसमले अलिकति समस्या गरेर हामी तपाईँलाई पर्न गएको कष्टप्रति क्षमा प्रार्थी छौँ। यो हामीले घमण्डले कर्म गरेन हो, यो श्रद्धाले कर्म गरेको हो। यो हामीले गरेको सम्पूर्ण कर्महरू हामीले भगवान विष्णुलाई समर्पण गरे। विष्णुवे नमः, विष्णुवे नमः, विष्णुवे नमः। अब तत्कालको निमित्त सबै देवी देवताहरू आफ्नो आफ्नो स्थानमा सहरी गरेको छ। गणेशजी हाम्रै घर बसेको बनाएको छ। हामीले गरेको काममा विघ्न बाधा हटाएर काम सम्पूर्ण गरिदिएको छ। लक्ष्मीजी र कुबेरजी पनि यही बसेको बनाएको छ। हाम्रो घरलाई धनधान्य बनाइदिएको छ। बाँकी सबै देवी देवताहरू आफ्नो आफ्नो स्थानबाट जहाँ हजुरको के अरे वासस्थान हो होइन त्यो ठाउँहरू सहरी गरेको छ। बाँकी आएका निमन्त्रणामा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनुभएका आदरणीय अतिथि देवहरूलाई पनि आफ्नो आफ्नो स्थानमा सहरी गरेको छ भन्ने अनुरोध गऱ्यौँ भनेर भन्ने ल तँलाई घोप्टियो दिएको थियो।